हेलो, आज चाहिँ हामी हाम्रो पल्टनको 11 मार्चको पार्टीमा जाँदैछौँ। हेर्न सक्नुहुन्छ तपाईहरु। वाह, ल ल ल, ह्याभ फन सबैजना। आज हाम्रो यो गर्लाङमा चाहिँ 24GR को तीसरा राइजिङ डे थियो, जसमा हाम्रो गर्लाङवासीले गरेको थियो, जसमा सबैको उपस्थितिले हामी एकदम खुसी छौँ। आगामी दिनमा हामी फेरि गर्नु पाएमा एकदम एग्री छौँ। एकदम राम्रो भयो तपाईहरुले गर्नुभएको, अर्गनाइज गर्नुभएको कार्यक्रम। हामी त एकदम खुसी, ह्यापी हुन्छ। आउने 11 मा चाहिँ फेरि हामी भेट्ने भएमा अवश्य भेट्ने छौँ। जय गुरु। जय गुरु। त्यसकै छेउमा हो फर्केको यति बेलै टाइम थियो, 6:30। यो भन्नु पर्दैन एक्सिडेन्ट भन्ने कुरा त नि आफूले गर पनि हुँदैन, कहिले आफ्नै गल्ती हुन्छ, कहिले अर्काकी गल्ती दिइहाल्छ। गल्ती हुनै पर्छ भन्ने छैन नि। त्यो त के गर्छ।